फेरि आज थर्ड टाइम हाम्रो फ्यामिली साइड यसो घुमघाम कार्यक्रम। यो आउटलेट भन्ने ठाउँमा चाहिँ थर्ड टाइम हुँदैछ। यता हेरौँ है गाइस हो कस्तो राम्रो देखेको। खै यता हेरौँ त नहेर्ने। ल ल हेर्नुपर्छ है कहिले कहीँ घुम्ने गर्नु है साथी हो घुम्ने गरौँ। आज आउटलेटमा यिनीहरूले लेमन जुस खाने अरे। राम्रो छ यो ठाउँ चाहिँ एकदम खतरा खायो। तिनजनाले पिज्जा अन्त आज पिज्जा पनि हेर्नु नि यहाँ लार्ज हो डबल लार्ज हो यो पिज्जा। खतरा अन्त आज तिनजनाको नि भोक साह्रो लागेको छ। आएन आएन त्यति नै हो गाइस अब चाहिँ फर्केको। ल अब आउटलेटलाई बाई बाई। भारी चाहिँ यति हालेको छ आज पूजाले। भारी चाहिँ यति हालेको छ। यो सबै मेरो चाहिँ ड्राइभर लाइसेन्स निकालेकोमा चाहिँ उपलक्ष्यमा मलाई गिफ्ट दिनुभएको अरे मेरो हस्बेन्डले। नानी आउनु गाडी आयो। माइकल कोर्सको ब्याग फेरि किन्नु भएको छ। अस्ति पनि किन्नु भएको थियो फेरि किन्नु भएको छ। अनि नाइकको 4-5 जोडी छ जुत्ता। पर्दैन भन्दा भन्दा होइन तिमीलाई दिएको नि भन्नुभयो त्यही भएर मैले किनिदिएँ। अनि के भन्नु म छ अरू। अनि एप्पल वाच पनि फेरि नयाँ किनेको छु। त्यो चाहिँ छोरालाई गिफ्ट दिएको मैले। हो छोरी फेरि नयाँको बल छ यो रे पिन उसको फेभरेट कलर पिन खाली पिन। यहाँ आउँदैछ है मेरो जनताहरू यहाँ। ल धन्यवाद थ्याङ्क यू।